नेपाली कांग्रेसको भिजन 10 मध्ये ओखतिर ओत दिने नेपालको जुन एजेन्डा छ त्यसलाई चाहिँ तपाईले कसरी लिइरहनु भएको छ? हुन त स्वास्थ्य भने चाहिँ सबैलाई चाहिने, हरेक पार्टीलाई, हरेक व्यक्तिलाई सबैले चाहिने, त्यो एउटा चाहिँ बार्गेन टुलको हिसाबमा सबैले यसलाई युज गर्छन्। तर एसेन्सियल हो यो, कुनै यसमा अल्टरनेटिभ छैन। स्वास्थ्य भने सबैले चाहिने। मैले के भन्छु भने यदि जनता स्वस्थ छ भने देश स्वस्थ हुन्छ, जनतै स्वस्थ छैन भने देश स्वस्थ हुँदैन। तर यो कस्तो भयो भने स्वस्थ भने चाहिँ यो अप्सन मात्र भयो कि। किन अप्सन भयो भने सबैले यसलाई युज गर्ने भए, चाहिएको बेलामा युज गर्न, नचाहेको बेला चाहिँ भुलिदिने भयो कि। त्यसले गर्दाखेरि फेरि आफूलाई परेको बेलामा चाहिँ नहुने भयो। परेको नबेलामा यसलाई तितेपाती भन्छु नि मैले। तितेपाती भनेर चाहिँ मर्ने र जन्मिनु र मर्ने बेला तितेपाती नभए हुँदैन। तर रोप्नु पनि पर्दैन, के पनि आफै उम्रिन्छ। त्यसले गर्दा त्यो खालको यो प्रोफेसन हो। त्यो नेपाली कांग्रेसको प्रतिज्ञा पत्र तपाईले पनि पढिसक्नु भएको छ है। त्यसमध्ये चाहिँ स्वास्थ्य क्षेत्रमा समेटेका कुराहरू मात्रै मध्ये चाहिँ उत्कृष्ट चाहिँ हजुरलाई कुन लागिरहेको छ? उहाँको सबभन्दा ठुलो कुरा त के, सबैले भने चाहिँ हामी चाहिँ देशलाई सबैलाई चाहिँ निःशुल्क स्वास्थ्य दिन्छौँ भन्ने जुन प्रतिबद्धता गर्ने त्यो राम्रो कुरा हो। अब अहिलेका नेपाली कांग्रेसका सभापति एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चाहिँ स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा गर्दै स्वास्थ्य बीमाको कार्यक्रम ल्याउनु भएको थियो हैन। त्यसमा चाहिँ अहिले घोषणापत्रमा उन्नत स्वास्थ्य बीमा भनेर पनि समेटिएको छ। हजुर त एउटा मेडिकल कलेज पढाउने प्रोफेसर पनि र सञ्चालक पनि भएको नाताले यो स्वास्थ्य बीमालाई चाहिँ के गर्यो भने अझ उन्नत गर्न सकिन्छ? मेरो विचारमा बीमा भने के भने इजी एसेसिबिलिटी हो। पैसा तिर्न नसक्नेले या तिर्न सक्नेले पनि तुरुन्तै उसले गयो भने स्वास्थ्य सेवा पाउने भन्ने एउटा चाहिँ माध्यम हो। ताकि चाहिँ जसले सर्भिस दिन्छ उसले चाहिँ पैसा नै खोज्दैन कि उसले सर्भिस दिन्छ। त्यसै विकृतिहरू धेरै भए र त्यसको चाहिँ अनुगमन अथवा त्यसको चाहिँ जुन प्लानिङ हो नि त्यो अलिकता कहीँ त्रुटि हो कि जस्तो लाग्छ मलाई। बीमा त अब भनौँ न युकेमा पनि छ, अमेरिकामा जम्मै ठाउँमा छ नि है। तर तिनीहरूको त चलिरहेछ नि, हामी किन चल्दैन त? भने एउटा चाहिँ त पुँजीगत जुन त्यो पैसा दिने चाहिँ जुन एमाउन्ट हो त्यो कम भयो। किनभने जुन प्रोजेक्सन गरिएको छ नि हाम्रो पर्सेन्टेज अफ बिरामीको हिसाबले कति बिरामी हुन्छ कति त्यो चाहिँ भएन। र त्यो चाहिँ जसले पाउन सक्न खोज्यो उसले मात्र लिने भएर चाहिँ र फेरि मलाई जहाँसम्म भित्र पनि मैले बुझेअनुसार चाहिँ भित्र पनि अलिकता प्रपरली मतलब एउटा नियमपूर्वक काम पनि भएन कि जसले गर्दाखेरि त्यसलाई चाहिँ मिसयुज गरे कि भन्ने लाग्छ। त्यो बिमा त हुनुपर्छ। तर मलाई के लाग्छ बिमा गर्दा सरकारले मात्र गरिदिएर होइन कि जो मान्छे उसले पनि के आफ्नो कन्ट्रिब्युसन गर्नुपर्छ लाग्छ। अनि उसको अपनत्व हुन्छ नि।